वाउ खतरा भइरहेछ गाइज हेर्नुस् है। यहाँ टर्नेडो बनाएको छ हेर्नुस् त, क्या डेन्जर भइरहेछ। ओ माई गॉड। हेलो गाइज, वेलकम ब्याक टु अनदर ब्लग। के छ सन्चै आरामै हुनुहुन्छ भन्ने आशा गरेको छु। बाहिर चाहिँ एकदमै पानी परिरहेको छ। म चाहिँ यहाँ अफिसमै छु गाइज, एकदमै चिसो भइरहेको छ। भिडियो एडिटिङ गर्न बस्यो भने निद्रा लाग्छ गाइज होइन। रिल हेऱ्यो भने निद्रा लाग्दैन, चिसो भएर पनि हुनसक्छ होइन। ज्याकेट लासु तातो तातो भइरहेछ। ठ्याक्कै भिडियो एडिटिङमा बस्यो कि निद्रा लाग्छ, बस्यो कि निद्रा लाग्छ। एकछिन रिल हेऱ्यो कि फेरि आँखा यत्रो भइहाल्छ होइन। त्यो भए हुनाले म चाहिँ यसो माथितिर आउँ कि भनेको। बाहिरतिर त एकदमै पानी परिरहेको रहेछ, कसरी बाहिर जानु गाइज होइन। तपाईँहरूलाई कस्तो हुन्छ भन्नुहोस् त। जाडो भइरहेछ, बाहिर पानी परिरहेछ, टक्क तातो भयो भने निन्द्रा लागिहाल्ने के। काम गर्न लाग्यो भने, एडिटिङ गर्न लाग्यो भने, फेरि रिल हेर्न लाग्यो भने 1 घन्टा 2 घन्टा बितेको थाहै नहुने कि। त्यस्तो छ गाइज अवस्था होइन। म तपाईँहरूलाई माथि गएर पनि देखाइदिन्छु। एकदमै चिसो छ गाइज है, पानी परेर हो। एकदमै अवस्था यस्तै छ, पानी परिरहेको छ, देख्न सक्नुहुन्छ। पानी परेर यहाँ एकदमै चिसो छ। ओ माई गॉड, छत त पुरै पानीले भरिएछ गाइज है। अब यो पानीलाई कसरी व्यवस्थापन गर्नुपर्छ यहाँबाट छ है गाइज। यो पानीमा के जम्या रहेछ कि, यसलाई भुमरी बनाउनुपर्छ अनि जान्छ। वाउ खतरा भइरहेछ गाइज हेर्नुहोस् है। यहाँ टर्नेडो बनाएको छ हेर्नुहोस् त, क्या डेन्जर भइरहेछ। ओ माई गॉड हेर्नुहोस् त, यस्तो खतरा भइरहेछ यहाँ हेर्नुहोस् है। ओ माई गॉड, कस्तो भुमरी जस्तो भइरहेछ है। समुद्रतिर यस्तै हुन्छ होला कि गाइज हेर्नुहोस् त। ओ माई गॉड एकदम खतरा है, कस्तरी गइरहेछ गुहर। जस्तै समुद्रमा त मान्छे पस्यो भने त्यस्तै जान्छ होला कि। ओ माई गॉड एकदम डेन्जर तरिकाले गइरहेछ है। अब यसलाई है गाइज, यो जान्छ है। अब गयो 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 गएन यार। वाउ डेन्जर तरिकाले गइरहेछ। ला बन्द भयो गाइज, फेरि है फेरि। ला फेरि हेर्नुहोस् त। ओ माई गॉड एकदम दामी देखियो यार। यस्तो कहिले देख्नु भएको छ तपाईँहरूले भन्नुहोस् त। यहाँ छतको पानी पनि यस्तो भइरहेछ है। फेरि बन्द भयो। अब भन्यो गाइस, अब भन्यो है। हातले बनाएको मैले यो चाहिँ। वाउ गजब छ। ओ माई गॉड यो हो नि तरिका गाइस। एकदम डेन्जर भइरहेछ है। छतको पानी फाल्ने क्रममा है, देख्न सक्नुहुन्छ। एकदम गजब छ। मौसम चाहिँ एकदम चिसो चिसो छ है गाइज यहाँ चाहिँ। तपाईँहरूकोतिर कस्तो छ भन्नुहोस् त, प्रतिक्रिया दिनु नबिर्सिनुहोस् है। पानी भरिएर हेर्नुहोस् न यहाँ पानी परेको अवस्था। आजलाई यति नै गाइस, बाँकी अर्को भेटमा अर्को ब्लगमा फेरि भेटौँला। ओके बाई बाई, लभ यु अल।